छौँ। हामी पार्टीमा पनि तपाईँलाई नसकाएको होइन, सकाएकै हो सर। हामी तपाईँ भाषण गर्नुहुँदाखेरिको हामी पछाडिबाट आएर चेयरहरू बोकेर तपाईँको झन्डा गाड्दै हिँडेर तपाईँको भाँडाहरू टिपेर यतादेखि उता सबै गरेको हो सर। तर आजको दिनमा हामीलाई किन याद गरेको छैन सर? हामीले भनेको जस्तो काम पाएको छैन सर। तपाईँले भन्नुहुन्थ्यो ओएफओजे सर, वान फ्यामिली वान जब भनेपछि त एउटा घरमा एउटा जब पाउनुपर्ने हो नि त। चाहन्छु म यो कुनै पार्टी विरोध गरेको होइन, हामी पनि एसकेएम सपोर्टरै हो, कठोर हो सर। हामी कठोर हो, पार्टीको लागि हामी ज्यान पनि दिने खालकेहरू हो। तर हामीले आजको दिनमा केही काम नपाउँदा फ्रस्ट्रेट भएर बस्दाखेरिको चाहिँ म आज यसरी लाइभ आएर तपाईँको अगाडि बोल्नु परेको सर। हेलो नमस्ते फ्यापुलो टासिदिले सबैजनालाई है, गुड मर्निङ सबैजनालाई, वान एन्ड अल प्रेजेन्ट आउट हियर। मेरो नाम चाहिँ सुनिल सुब्बा है, र म चाहिँ 23 स्यारी कन्स्टिट्युन्सीको तपाईँको 23 स्यारी वार्ड नम्बर 5 को है। र आज म यसरी किन लाइभ आउँदैछु र किन भिडियो बनाउँदैछु भन्नुको कारण चाहिँ म तपाईँलाई यो भिडियोमा भन्न चाहन्छु। र अलिकति क्यामेरा क्वालिटी पनि उयो छ होला, जस्ट मेरो यो सर्ट मेसेज मात्रै हो। कुनै यो मैले यो भिडियो म फेमस हुनु लागि बनाएको होइन, र मैले कुनै यो पार्टी विरोध गर्नु लागि बनाएको होइन, र मैले कुनै यो लाइकहरू पाउनुको लागि र फेसबुकमा फेमस हुनु लागि मैले बनाएको होइन। यो म आजको दिनमा म मेरो लागि र म जस्तो जति पनि युथहरू अहिले अनइम्प्लोइड भएर बसेको छ उहाँहरूको लागि बोलेको हो। र फर्स्ट अफ अल मेरो यो कुरा चाहिँ सक्दो तपाईँ सीएम सरसँग पुगोस् भनेर म बिन्ती चाहन्छु, र सक्दो सेयर गरिदिनुहोस् होला। र आज म किन यो कुरा गर्दैछु भने चाहिँ भिडियो बनाउँदैछु भने चाहिँ सर हेर्नुहोस्, अब अझै पनि सिक्किममा काम नपाएर फ्रस्ट्रेट भएर बसेको युथहरू छ। कति सुसाइड केसहरू बढ्दैछ है, र काम पाएको छैन भनेको जस्तो। हामी एक्टिभ छौँ सर, सबैमै एक्टिभ छौँ। हामी पार्टीमा पनि तपाईँहरूलाई नसकाएको होइन, सकाएकै हो सर। हामी तपाईँ भाषण गर्नुहुँदाखेरिको हामी पछाडिबाट आएर चेयरहरू बोकेर तपाईँको झन्डा गाड्दै हिँडेर तपाईँको भाँडाहरू टिपेर यतादेखि उता सबै गरेको हो सर। तर आजको दिनमा हामीलाई किन याद गरेको छैन सर? किन हामी पछाडिको ब्याकमै छ? पाउनेले पाइरहेको छ सर काम। जो चाहिँ तपाईँको मिनिस्टरको आफ्नो पर्ने छ, जो चाहिँ ठुल्ठुलो मान्छेको चिनाजाना छ, उहाँहरूले मात्रै काम पाउँदैछ त सर आजको दिनमा। हामीलाई पछाडि नै राखिदिनु हुने, तपाईँले अगाडि नबढाइदिनु हुने सर। सिक्किममा तपाईँको सुसाइड भयो, तपाईँको रेप केस भयो, तपाईँको ड्रग्सहरू भयो, यो सबै सर अनइम्प्लोइडले गर्दा फ्रस्ट्रेट भएर गरेको हो नि सर। आफै बुझ्नुहोस् त एकपल्ट। हामीले काम पाएको छैन सर, के गरिदिनु भएको तपाईँले? म जस्तो अझै 1000जना पछाडि छ सर काम नपाएर फ्रस्ट्रेट भएर बस्नेहरू। कतिजना बिहा गरेर बसेको छ, टेन्सन होला उनीहरूलाई। कतिजना गान्तोक जस्तो जग्गामा बसेर रुम रेन्ट तिरेर बसिरहेको छ, काम छैन, खोजिरहेको छ, धैँ घरि अफिस जान्छ, अफिसबाट यता कसको रिकमेन्ड चाहिने, कसको के गर्ने। हामीले भनेको जस्तो काम पाएको छैन सर। तपाईँले भन्नुहुन्थ्यो ओएफओजे सर, वान फ्यामिली वान जब भनेपछि त एउटा घरमा एउटा जब पाउनुपर्ने हो नि त। जसको घरमा चाहिँ सर तपाईँको गभर्मेन्ट काम पनि गरिरहेको छ, आमा बाउ गभर्मेन्ट काम गर्ने सहुलियत पनि पाइरहेको, जसको चाहिँ तपाईँको वेल स्टेबल भइसकेको मान्छे, घरमा घर, जग्गामा जग्गा, जमिनमा जमिन, फाइनेन्सियली पनि स्ट्रङ हुनेहरू, उनीहरूले नै पाइरहेको छ तपाईँको वान फ्यामिली वान जब। उहाँहरूले नै गरिरहेको छ गभर्मेन्ट जब, सहुलियत पनि उनीहरूले नै पाइरहेको छ। हामीलाई पछाडि नै राखिदिनु हुने सर। आज म तपाईँलाई बिन्ती गर्न चाहन्छु सर है, आज म मात्रै बोलेको होइन, म जस्तो 1000जना युथ तपाईँको अगाडि बोलेको हो। र आज म यो भिडियो बनाएको कारण चाहिँ यो सीएम साहबसम्म पुगोस् भनेर तपाईँहरू जति पनि म जस्तो युथहरू हुनुहुन्छ, काम नपाएर बस्नु भएको छ, सेयर गरेर सक्दो यो कुरा चाहिँ सीएम सरसम्म पुगोस् भन्ने म चाहन्छु। हाम्रो सबै छ सर, डोमिसियलमा डोमिसियल छ, सिओआईमा सिओआई छ सर, भोटर कार्डमा भोटर कार्ड छ, र पनि हामीले काम पाएको छैन सर। हामी बाहिर निस्किन्छौँ सर कामको लागि। तपाईँले भन्नुहुन्छ घरभित्र बसेर हुँदैन भनेर, हामी बाहिर निस्किन्छौँ, तर पनि हामीलाई खै निक्लेर पनि घरि कुन चाहिँ अफिस जानु, घरि कहाँनिर, घरि के हो सर? यो हाम्रो लाइफ त जोक जस्तो भइरहेछ त सर। हामीले त्यत्रो सकाएर सर यो हो लास्टमा। यस्तोले गर्दाखेरिको त सर तपाईँको पार्टीमा जति पनि सकाउनेहरू छ उनीहरू रिसाएर बिच्केर अरूतिर जान्छ त सर।
तपाईँले त फकाएर फुलाएर के हुन्छ लु काम गर्नु काम तपाईँले गभर्मेन्ट जब दिनु नसके पनि अलिकति फाइनेन्सियल प्रोभाइड गरेर केही काममा बिजनेस गर, गाडी चलाउनेलाई गाडी किनिदिनुहोस्। गाडी बाँडिरहेको छ सर, त्यही जसको चाहिँ सबै छ सर, जसको चाहिँ तपाईँको घर पनि छ, उसले आफ्नो काम पनि गरिरहेको छ, उनीहरूलाई नि गाडी पनि पाइरहेको छ, पैसा पनि पाइरहेको छ। हामीलाई सर पछाडि राखिदिनु हुने तपाईँले के गर्नुभएको? यो डाइरेक्ट क्वेसन गरेको सर। के तपाईँले देखेर पनि अनदेखा गर्नुभएको हो कि? म आज लाइभ भिडियोमा आएर तपाईँको म कुनै फेमस हुनु लागि आएको होइन, म कुनै लाइक पाउनु लागि र कुनै म भाइरल हुनु लागि आएको होइन। जस्ट मेरो एउटा मनको कुरा हो सर, यो चाहिँ तपाईँसँग पुगोस् भनेर मात्रै। तपाईँलाई भेट्नु नपाउँदो रहेछ सर, हामीले एपोइन्टमेन्ट चाहिन्छ भन्छ, घरि कहाँनिर तपाईँको माथि अफिसमा आउँदाखेरि सरै हुनुहुन्न भन्छ, हामीलाई भेट्नै दिनुहुन्न। तपाईँकोमा भेट्नु आउँदाखेरि पनि हामी 10-12 जनाको ग्रुप बनाएर आउनुहरू, के एक्लै भेटेर बोल्नु पाउँदैन सर हामी तपाईँसित? हामीले पनि नगरेको होइन त सर, सकाएको हो त तपाईँलाई। धेरै मन दुखेको छ सर हामीलाई, हामीले काम पाएको छैन सर, फ्रस्ट्रेट भएर बसिरहेको छ सर। यत्तिकै हो भने त सर जति पनि सिक्किममा युथहरू काम नपाएर फ्रस्ट्रेट भएर सुसाइड गर्छ, यो जिम्मा सबै तपाईँ लिनुहुन्छ? भन्नुहोस् त, के हाम्रो फ्यामिली तपाईँ पालिदिनुहुन्छ? म यो क्वेसन गर्न चाहन्छु सर तपाईँलाई। पाउनेले पाएको सर, नपाउनेले केही नपाएको। म कुनै यो पार्टी विरोध पनि, र म यति भन्न चाहन्छु, म यो कुनै पार्टी विरोध गरेको पनि होइन, हामी पनि एसकेएम सपोर्टरै हो, कठोर हो सर, हामी कठोर हो, पार्टीको लागि हामी ज्यान पनि दिने खालकेहरू हो। तर हामीले आजको दिनमा केही काम नपाउँदा फ्रस्ट्रेट भएर बस्दाखेरिको चाहिँ म आज यसरी लाइभ आएर तपाईँको अगाडि बोल्नु परेको सर। र सक्दो यो जसले पनि हेर्नुहुँदैछ है भिडियो, यो कोही मेरो साथीहरूले हेर्ला, यसले यो लाइक पाउनु लागि यस्तो गर्यो, त्यो नसोच्नुहोस् होला। तपाईँको अगाडि म हात जोड्न चाहन्छु, यो नसोच्नुहोस् होला। यो आजको दिनमा मलाई जस्तो तपाईँको घरमा पनि पर्छ, मलाई जस्तो तपाईँको घरमा पनि, तपाईँको पनि घरमा कोही छोराहरू होला है, छोरीहरू होला, पढेर बसेको, काम नपाएर बसेको, उहाँहरूको लागि बोलिदिएको हो म। र नेगेटिभ नसोचिदिनुहोस् होला। मैले आजको दिनमा म जस्तो युथ जति पनि अहिले काम नपाएर बसेको छ उहाँहरूको लागि बोलिदिएको हो। र यति भन्दै यो मेरो सानो भिडियो तपाईँहरूको अगाडि म एन्ड गर्न चाहन्छु। जय एसकेएम, जय सिक्किम, जय सिक्किम क्रान्तिकारी मोर्चा।